नरहरिनाथ गाउँपालिका रूपसामा 2 वर्ष पहिला बाढी पहिरोले सोहा बनायो। आज भन्दा करिब 3-4 वर्ष पहिला कालीकोट नरहरिनाथ गाउँपालिका वडा नम्बर 4, 5 र 7 मा बाढी पहिरोले सोहा पार्यो। तर आज तिनै बाढी पीडितहरूका लागि भनी हस्तान्तरण गरिएको राहत रकम गाउँपालिकाका अध्यक्षले सोहा पारे। इन्द्रेणी फाउन्डेसनबाट हस्तान्तरण गरिएको राहत रकम अझै वितरण नभएको विषयमा नरहरिनाथ गाउँपालिकामा चासो बढ्दो छ। विक्रमसम्म 2077-78 मा आएको बाढी र पहिरोबाट प्रभावित नरहरिनाथ गाउँपालिका वडा नम्बर 4, 5 र 7 का बासिन्दालाई लक्षित गर्दै इन्द्रेणी फाउन्डेसनले मिति 2080 माघ 20 गते एक कार्यक्रमका बीच रु 5,43,005 रुपियाँ राहत रकम गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्टलाई हस्तान्तरण गरेको थियो। तर सो रकम हालसम्म पनि पीडित परिवारलाई वितरण नभएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले नै गम्भीर प्रश्न उठाएका छन्। सार्वजनिक रूपमा उठेको प्रश्न अनुसार राहत रकम कुन खातामा राखिएको हो भन्ने बारेमा अस्पष्टता रहेको भन्दै वडा अध्यक्षहरूले पालिका नेतृत्वको गम्भीरतामा अभाव रहेको आरोप लगाएका छन्। नरहरिनाथ गाउँपालिका वडा नम्बर 9 का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले यो विषयको बारेमा खण्डन गरेका छन्। यदि ढिलाइ नै भयो भने ब्याज थपेर भए पनि पीडितलाई राहत दिनुपर्छ भन्ने आफ्नो माग रहेको बोहराले सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्ट पारेका छन्। 3 वर्षदेखि एकै सरकारमा रहेर काम गर्दै आएका जनप्रतिनिधिहरूले समन्वयको अभाव, निर्णयमा अलमल र कार्यान्वयनमा ढिलाइका कारण जनआक्रोश बढ्दै गएको भन्दै राहत रकम तत्काल वितरण गर्न माग गरेका छन्। अब प्रश्न उठेको छ, राहत वितरणमा ढिलाइ किन? पीडितले कहिले पाउने राहत? केही दिन अगाडि अध्यक्ष विष्टले कालीकोटको सामुदायिक रेडियो मालिका एफएममा लिएको झण्डै 45 मिनटको अन्तर्वार्तामा पनि यो विषयको बारेमा स्पष्ट जवाफ दिनुभएको छैन। यसरी जनचासो हुने गरी र अन्य जनप्रतिनिधिहरूलाई नै कुनै थाहा नहुने गरी हजुरको हातमा परेको चेकको त्यो राहत रकम कहाँ उड्यो? चेक तपाईकै खल्तीमा गएको होइन? एकैछिन यो हेर्नुहोस्। यो सम्पूर्ण गरेर 5,43,000 रुपियाँ आज हामी यहाँहरूलाई हस्तान्तरण गर्दछौँ। यो पैसा लगेर सबै परिवारलाई दिएर त्यो भिजुअल यहाँ कोले कहाँ कति पायो यो लाएर जस्ताको तस्तै बाँडिदिनु होला है। धन्यवाद कृष्ण दाईलाई। देश तथा विदेशमा बस्नुहुने तपाईँ भगवान रूपी जो एउटा दानी मन भएको, साँच्चीकै नेपालीपन भएको जतिजना हुनुहुन्छ तपाईँहरूलाई म नरहरिनाथ गाउँपालिकाकै तर्फबाट जुन नरहरिनाथ गाउँपालिकाको दुःखमा तपाईँले साथ दिनुभयो, पीडामा आँसु बगाउनु भयो र भावनात्मक रूपमा आफूले बगाएको पसिनाको एक पैसा जम्मा गरेर जो पठाउनु भएको छ, इन्द्रेणीलाई विश्वास गरेर जसरी तपाईँले पठाउनु भयो, इन्द्रेणीले पनि गाउँपालिकाको एउटा स्थानीय सरकारलाई जसरी गरेर विश्वास गरेर पठाएको छ। यो हामी जस्ताको तस्तै गाउँपालिकामा गएर हाम्रा बाढी पीडितहरूलाई चाहिँ प्रति घरलाई कति पैसा पर्छ त्यो परेको भरपाई समेत, भिजुअल समेत सबै कुराहरू हामी तपाईँहरूकासम्म पुर्याउने प्रयास गर्नेछौँ र इन्द्रेणीमा पुर्याउनेछौँ भन्न चाहन्छु। तपाईँ हामी देश बनाउनका लागि लागेको हरेक आफ्नो तह तप्ताबाट जिम्मेवारीका हिसाबले, पदीयताका हिसाबले जो जहाँ छौँ जे भए पनि हामी नेपाली हौँ, नेपाल बनाउनका लागि लाग्नुपर्छ र हामी सबैले एकअर्कामा विश्वासको वातावरण सिर्जना गर्नुपर्छ। हो अध्यक्षज्यू, एकअर्कामा विश्वासको सिर्जना गर्नुपर्छ। हजुरको यस्तो हरकतले हामी जस्ता सर्वसाधारणले विश्वास एक रत्ती पनि गर्न सक्दैनौँ। एउटा पीडितको राहत रकम घरसम्म पुर्याउन सक्नु भएन भने अझ विकास गर्नुहुन्छ भनेर विश्वास गरिदिनु पर्ने। अध्यक्षज्यू, तपाईँ आफैले बोलेको यो कुरा पनि याद हुनुपर्ने कि बिर्सिनु भयो? यदि बिर्सिनु भएछ भने एकचोटि यो हेर्नुहोस्। आफू एउटा जिम्मेवारी पुरा गर्ने कुरा हो। आज स्थानीय सरकारलाई पनि त्यसै गरिकन आरोपहरू आउँछन्, प्रत्यारोप आउँछन्, तर पनि हामी आफ्नो कर्म गर्छौँ, फलको आश गर्दैनौँ। हेर्दै गर्दाखेरि तपाईँले युवा टोली देख्नुभयो होला, हामी सबै 45 भन्दा तलका मात्रै छौँ। यो काठमाडौँ महानगरपालिकामा 35 भन्दा तलका छन् रे। हामी पनि गाउँमा केही बनाउनुपर्छ, केही गर्नुपर्छ भनेरै लागेका छौँ दाइ। हामी चाहिँ जिम्मेवारी आफ्नो वहन गर्छौँ, सत्कर्मले हामी चाहिँ आफ्नो जिम्मेवारी पुरा गर्छौँ दाइ। यो जस्ताको तस्तै हामी लगेर बुझाएर फेरि यो नरहरिनाथ गाउँपालिकाकै टिम आएर तपाईँलाई चाहिँ फेरि यो इन्द्रेणीकै हलमा मञ्चमा तपाईँले चाहिँ हामी सम्मान गर्नेछौँ। त्यतिखेर प्रमाणपत्र सहित